विकासको लागि पनि महत्त्वपूर्ण मानिन्छ। हामी यो खेलबाट धेरै कुराहरू सिक्न सक्छौँ। तसर्थ यो शुक्रबारको दिन साना भाइहरूको खेल हामीमा पस्किसक्नु भएको छ उहाँहरूले भने अब यो दोस्रो र यी भाइहरूको प्रस्तुति अत्यन्त रमाइलो र रोमाञ्चक खेल हामी बिचमा हुनेछ भन्ने अपेक्षा गर्दै म खेल खेलाउनको लागि अनुरोध गर्न चाहन्छु। धन्यवाद। हाम्रो खेलाडी भाइ बहिनीहरु कक्षा 10 रेफ्रीको भूमिकामा राजेश महतो भाइ हुनुहुन्छ। हाम्रो पूर्व विद्यार्थी पनि हुनुहुन्छ। एकपटक जोरदार तालीद्वारा उहाँलाई यो खेल राम्रोसँग सञ्चालन गर्नको लागि ऊर्जा प्रदान गरौँ। त्यसैगरी दुवै टिमका क्याप्टेनहरूले टस गरिसक्नु भएको छ र उहाँहरूले यो खेललाई राम्रो बनाउनुहुनेछ भन्ने अपेक्षा छ र सबैलाई आफ्नो स्थानमा बसेर खेल्न अनुरोध गर्दै अहिलेलाई भने खाम्चा हेमराज खाम्चा भाइले सर्भिस गर्दैछन्। यो सर्भिस हेरौँ अत्यन्त प्रतिस्पर्धात्मक हुन्छ भन्ने हाम्रो अपेक्षा छ। अत्यन्त राम्रो सर्भिसबाट सुरुवात भएको छ र यति बेला यो कुन ग्रुप हो भाइको टिम पनि जुझारु छ। हामी हेरौँ र सर्भिसमा अबिन गुरुङको टिमबाट अत्यन्त राम्रो स्पाइक यति बेला भइरहेको छ। दुवै टिमको उत्कृष्ट खेल स्पाइकमा तर त्यहाँ सर्भिसमा उत्कृष्ट सर्भिस। यति बेला बल आउट हुन पुगेको छ र फ्री गर्ने क्रममा भने स्पाइक गर्नबाट आफूलाई थोरै त्यहाँनिर असमर्थ गराएका छन् लगातार सर्भिसमा छन् उनी। ट्रेनको रुममा छ रिमल भाइ चाहिँ भुइँमा बसिरहेछ होइन एक्स्ट्रा प्लेयर है। त्यस रमाइलो गेम भइरहेछ होइन घाम पनि मजाले लागिरहेछ। यो 1-5 छ बल आउट त्यहाँनिर छुन पुगेको छ सम्भवतः त्यो बल आउट थियो तर भाइले सर्भिसमा हुनुहुन्छ र यो बल आउट हुन पुगेको छ। बाहिर फाल बल बाहिर फाल र यो अहिले भइरहेको प्रतियोगितालाई भिडियोमा कैद गर्दै हुनुहुन्छ इसिए प्रमुख हाम्रो आदरणीय शिक्षक युवा घाटी साहब र पनि विद्यार्थी भाइहरूलाई आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नको लागि हामी अनुरोध गर्छौँ। सेटको गेम हो स्कोर तपाईँले त्यहाँ देख्न चाहनुहुन्छ 4-7 को अवस्थामा छ। इजी छ है विनोद माथि उठाइदिए हो जबो यसलाई बल आउट छ। अलि ज्ञानी भएर खेल अलि ज्ञानी भएर
नम्बर 11-15 12-16 सर यही सर नरिसाउनु होला मलाई उठ्नु भयो सर 13-17 को अवस्थामा छ अहिले बल हैन बल आउट भयो बोल 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 के हुँदै के बोल 22 बराबर छ इक्वलाइजर पनि हुन्छ नि त कान्छ कट्यो कट्यो माथि चाहिँ नेपाल आर्मीको प्लेन उडिरहेछ ओ प्लेन हिँड्दाखेरि खतरा स्पाइक छुट्यो ल अबिनको गुरुङलाई अब सेट पोइन्ट चाहिएको छ 24-23 को अवस्थामा छ है बल आउट ल गेम फिनिस्ड योसँगै पहिलो सेट चाहिँ सकिएको छ पहिलो सेट चाहिँ अबिन गुरुङको टिमले जितेछ अब चाहिँ हामी दोस्रो टिममा पुग्छौँ ठिक छ हैन को रे स्कोरमा को हो तिमी हो के भयो रमाइलो भएको केटाहरू रमाइलो भएको छ हो काम भएको छ यिनीहरूलाई पो रमाइलो भएको थियो एङ्करिङ गर्ने मान्छे आयुष थियो भाग्यो भागिसक्यो ल रमाइलो भएको छ होइन यही हो भ्लग नै यही हो होइन लाइन्सम्यानमा चाहिँ मुखमा चाहिँ पुरै ललिपप हाली छैन होइन दोस्रो सेटको गेम सुरु भइसकेको छ 2-1 को अवस्थामा छ बिग्रियो 3-1 हामी चाहिँ चट्टै यहाँ बस्ने हो टक्क भलक बनाउनु मेरो पछाडि डल्ली छ है अर्को चाहिँ चुइगम चबाएर पड्किँदा त्यहाँ जान्वी छ यी हाम्रा जानेको भलिबल खेलाडी हुने यिनीहरू होइन अस्ति भर्खर चाहिँ जिल्ला स्तरीय चाहिँ जनज्योति कप पनि लिएर आइसक्यो सर्भिस हेमराज मगर दाइले गर्दै हुन्छ त्यस्तै हाम्रो यहाँ पुरै गरिरहेछ होइन एङ्करिङ नाइस स्पाइक अहिलेसम्मको नम्बर हेऱ्यौँ भने हामीले 10-6 को अवस्थामा छ नम्बर गुरुङ चाहिँ नम्बर 10 छ फाइनली हुन्छ है राम्रो प्लेसिङ ल केटाहरूको राम्रो प्लेसिङ नम्बर चाहिँ 11 छ रोहित कन्टिन्यू सर्भिस हानिरहेछ है अझै हाम्रो कृष्ण प्रसाद गुरु है जापाली गुरु कडा हुनुहुन्छ गफ लाउन त गुरुलाई गफ लाएर कसरी सक्दैन 19-11 अहिलेको अवस्था एकदमै नआत्तिकन ध्यान दिएर खेल्नु होला है नाइस शट थियो तर आउट गएको छ तर बल आउट अङ्क 12-19 चेन्जै जान्दैन के सर्भिस राजेश छेत्री स्कोर बता त बल राइट फेरि पनि नाइस स्पाइक यता
यता पनि नाइस स्पाइक 12 नम्बर जर्सी लाउँदै बल नम्बर 16-22 के गर्ने फोटो भिडियो खिचिरहेको छ कि फोटो होइन चाहिँ हाम्रा 8 कक्षाका चाहिँ होनार गफमा यति अगाडि छन् होइन पुरै नगरौँ अनि हाम्रो यहाँ सरहरू हुनुहुन्छ टक्क विनोद सर होइन हाम्रो यहाँ झापाली गुरु होइन गुरु चाहिँ कडा हो कि अनि हाम्रो यहाँ फेरि दाइ त पुरै किङ मेकर हो होइन विक्रम सर हुनुहुन्छ है अब पुरै यो चाहिँ हाम्रो यो प्रदेश कार्यालय यताको केटाहरू गयो होइन 23-16 को अवस्थामा छ अब केही क्षणमा सेट पोइन्ट चाहिन्छ अब 1 नम्बर लियो भने सेट पोइन्टको लागि लड्छन् बेस्ट अफ 5 मा खेलाएको गेम हो बेस्ट अफ 5 मा यो दोस्रो गेम हो अब यसपछि एउटा गेम जित्यो भने चाहिँ लगभग हाम्रो अविन गुरुङको टिमले जित्नेछ 24-16 सेट पोइन्टको आवश्यकता छ अब रोहित महतो भाइ चाहिँ सर्भिसमा छ फेरि पनि कन्टिन्यू सर्भिस रोहित दाइ सेट पोइन्ट चाहिएको छ सेट पोइन्ट ल इजी आयो बल इजी आयो नातिकन ल इजीले नाइस सेट पोइन्ट नाइस दुईवटै सेट यिनीहरूले जित्न सफल छ अब बेस्ट अफ 5 को एउटा मात्रै सेट जित्यो भने छ 11-10 राम्रो यो सर्भिस चाहिँ बेस्ट अफ 5 को तेस्रो गेम हो दुई गेम चाहिँ यताको टिमले जितिसकेको छ अविन गुरुङको टिमले भने यो चाहिँ तेस्रो गेम हो यदि तेस्रो गेम यिनीहरूले खेलाडी दाइहरू कम्पिटिसन खण्डमा चाहिँ यो गेम यतिकै सकिनेछ नेपाल खेल्न पनि एकदमै गाह्रो हुन्छ यसले चाहिँ प्याराग्लाइडिङ गराउँछ प्याराग्लाइडिङ चाहिँ भन्नलाई है धेरै टाढा छ योभन्दा अगाडि चाहिँ मैले सर्टमा हालिरहेको छु सकिएको छ हाम्रो अविनको टिमले चाहिँ गेम जितिसक्यो अब यहाँ हात मिलाउने कार्यक्रम छ होइन दुवैतिरका क्याप्टेनहरू छन् अगाडि ह्यान्डसेक कार्यक्रम फाइनली गेम सकियो विजेतालाई धेरै बधाई भन् विजेतालाई धेरै बधाई भनेर सघाइदिए जित्ने टिमलाई धेरै बधाई छ